आउँदैन फेरि हैन चल्नेले चाहिँ लगाइदिनुपर्छ सबैजना बस्नु यो एउटा ऐतिहासिक के अरे घडी हो ल र उपाध्यक्ष सबैजनाले यता दिदी बहिनीलाई दिनु न माथि ल सबैजनाले हातमा लिनु त्यो नेपालको झन्डा यता माथि हाम्रो दिनेशजीले उतापट्टि बस्छ एउटा झन्डा चाहिँ तल दिँदा पनि हुन्छ त्यो त भन्दैछु त मैले थुप्रो छ सल्लाहकार समिति त बन्न बाँकी नै छ है अहिले हामीले यो गर्दैछौँ सल्लाहकारहरू बन्छ हाम्रो पूर्ण सरको संयोजकतामा बन्छ अगुवा श्रमदाताहरू सबै श्रममा के अरे तपाईँको चाहिँ सल्लाहकारमा हामी बनाउँछौँ किनभने आजै मात्रै सबै कुरा गर्न सकिँदैन एक दिनमा काम सकिँदैन हामीलाई थाहा छ हामी श्रमदाता हो त्यसले गर्दा र म यहाँ सबैजनालाई माटोले सबैले ल देखिएन त्यो होइन ऊ क्यामेरा के भयो पछाडि अस्ति क्यामेरामा हेरौँ नै है ल सबैजना हामी तयार छौँ हामीले कसम खानुपर्छ यो देशलाई हामीले वचन दिनुपर्छ प्रतिबद्धता तपाईँले मलाई जे देख्नुहुन्छ म एउटा प्रतिबद्धता होइन मैले यो देशलाई वचन दिएको छु त्यसले गर्दाखेरि बिहानदेखि बेलुकासम्म तुरु पसिना चरा काम गरेको त्यो वचन नदिएको पनि नगर्दा पनि हुन्थ्यो त्यस्तै तपाईँले पनि यो देशलाई वचन दिनुपर्छ है हाम्रो भावी पुस्ताका लागि यो देश यो पृथ्वी रहन्जेलसम्म रहोस् भन्न खातिर हाम्रो देश गरिब भयो भने अरूले हामीलाई किन्छ अरू सबैले हामीलाई चाहिँ किन्न थाल्यो भने यो देश रहँदैन त्यसो भएको कारणले गर्दाखेरि यो देशको अस्तित्वका लागि हामी सबैको उन्नति र प्रगतिका लागि सुख र खुसीका लागि हाम्रो युवा पिँढीका लागि आउँदो भावी पुस्ताका लागि तपाईँ हामी भोलि मरेर जान्छौँ माटो बन्छौँ तपाईँ हामी सबैजना माटो बन्छौँ एक दिन तर त्यो माटो बन्नुभन्दा पहिले माटोलाई बुझ्न सकौँ यो माटोमै अर्पिएर होइन यो जीवनलाई बुझ्न सकौँ यो धरतीलाई बुझ्न सकौँ भावना बिनाको मान्छे ढुङ्गा हो त्यो है भावना बिनाको मान्छे ढुङ्गा हो तपाईँ भावुक बन्नुपर्छ यो देशलाई सम्झेर तपाईँ हाँस्न सक्नुपर्छ यो देशलाई सम्झेर तपाईँ रुन सक्नुपर्छ यो देशलाई सम्झिँदा तपाईँ हाँस्न सक्नुहुन्न रुन सक्नुहुन्न भने हामी यो देशको सेवा गर्न लायक देशभक्त बन्न सक्दैन त्यसो भएको कारणले गर्दाखेरि सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू साथै छैन यहाँनिर हाम्रो अघिल्तिर हामीले अघि दिनभरिको छैन हाम्रो मेहनत भनौँ हाम्रो समझदारी भनौँ हाम्रो सहमति भनौँ त्यो अनुसार उभिएका धरानुको महानगरपालिका श्रमदाता कार्य समितिलाई हामीले चाहिँ शपथ उहाँउँदैछौँ हरेक कुरा मान्यता हो एउटा ढुङ्गा बगरको ढुङ्गालाई है तपाईँले जब मन्दिरमा लगेर राख्नुहुन्छ त्यो त्यहाँ मूर्ति बन्छ त्यो मूर्ति जब तपाईँको छैन होइन एउटा ढुङ्गा मूर्ति बन्न सक्छ भने हामी त मान्छे हो नि होइन हामी मान्छे हो हामी देशभक्त बन्न सक्छौँ कि सक्दैनौँ त्यो मूल्य मान्यताका साथ त्यो तपाईँको छैन भावनाका साथ त्यो देशभक्तिका साथ तपाईँ हामीले आज शपथ ग्रहण गर्नुपर्छ म सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु यसमा सबैजनाले गम्भीर भएर हामीले चाहिँ मनन गर्नेछौँ भन्ने मलाई लाग्छ यहाँ मैले तपाईँहरूलाई जे भन्छु त्यही भन्नुपर्छ हामीलाई थाहा छँदैछ हामी नयाँ मान्छे पनि छौँ नयाँ छौँ तर इमान्दार छौँ हामीलाई सङ्गठनको बारेमा त्यति थाहा पनि छैन होला कतिलाई तर सिक्ने कुरा हो मान्छेले सिकेर अन्तरिक्षमा जाने यान बनायो
अनि अन्तरिक्षमा जाने यानमा मङ्गल ग्रह पुगेर आयो भने समाजसेवा कसरी गर्ने र सङ्गठनलाई व्यवस्थापन कसरी गर्ने भन्ने कुरा हामी सिक्न नसक्ने भन्ने हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि हामी सिक्नेछौँ, सिकाउनेछौँ। यो सिक्ने सिकाउने अभियान पनि हो। मैले यहाँ म भन्छु, म पछाडि तपाईँको आफ्नो नाम भन्नु होला र त्यसपछि आफ्नो पद पनि भन्नु होला। सदस्य अध्यक्ष भन्नु होला। म जे भन्छु त्यही कुरा तपाईँहरू सबैजनाले यो अघिल्तिर बस्नुहुने सबैजनाले भन्नु होला र त्यो माटो तपाईँको दाहिने हातमा हुनुपर्छ। त्यो हात तपाईँको छैन छातीमाथि हुनुपर्छ, जहाँ तपाईँको यो देशको मायाले धड्किरहेको मुटु छ। सुरु गरौँ है, सुरु गरौँ। सबै तयार हो? तयार हो। यो देशको माटोलाई छोएर कसम खान्छु कि म सन्दीप लिम्बू श्रम संस्कृति पार्टीको विधानलाई पालना गर्दै श्रमदानको महाअभियानमा लाग्दै यो देशको स्वाधीनता भौगोलिक अखण्डता सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता र सार्वभौम सत्ता बचाइराख्न जस्तोसुकै कठिन परिस्थितिमा पनि सदैव प्रतिबद्ध कटिबद्ध सचेत अनि सक्रिय रहनेछु। आफ्नो जिम्मेवारीमा रहेको कर्तव्य पूरा गरी छाड्नेछु। एउटा सच्चा र स्वाभिमानी देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु। प्रकृति संस्कृति र प्रविधिको सन्तुलित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सकिन्छ र अनिवार्य श्रम र श्रमदानको नीतिले मात्रै देशको अभाव र गरिबीको अन्त्य गरी उत्पादन र निर्माण गर्न सकिन्छ भन्ने दर्शन हर्कवादलाई आत्मसात गर्दै उच्च निष्ठा नैतिकता र देशभक्तिका साथ उत्पादन र निर्माणको श्रमदान महाअभियानमा निस्वार्थ भावले लागि पर्नेछु। निस्वार्थ भावले लागिरहनेछु। म हुँ श्रमदाता, हेर्दिन म अरूको आस, बन्दिन म जिउँदो लास, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। जय माटो, जय स्वाभिमान, जय श्रमदान, जय देश। धन्यवाद। र यहाँहरू सम्पूर्णलाई हार्दिक बधाई छ। सबैजनाले एकचोटि ताली बजाउँ प्लिज है। सबैजनाले एकचोटि ताली बजाउँ। यो माटोको कसम खाएर हामीले देश बनाउने अठोट गरेका छौँ। यो चान्चुने अठोट होइन है, यो चान्चुने अठोट होइन। यहाँ सबैजनालाई सङ्गठनको बारेमा हामी भोलि भाँति प्रशिक्षण गर्नेछौँ। प्रशिक्षण विभागहरू हाम्रो बन्नेछन्। थुप्रै थुप्रै संरचना बनाउनु पर्नेछ। हामी सबैजना अटाउने गरी संरचना बनाउनेछौँ। यहाँहरू सबैजनालाई म यो कार्य समितिलाई विशेष गरी ससम्मान्यता तल बसिदिनको लागि म अनुरोध गर्न चाहन्छु र अरू पनि हामी बसिदिउँ। अब यहाँहरू सबैजनालाई बधाई तथा शुभकामना हामी सबैले तपाईँको चाहिँ दिनेछौँ र
त्यसको लागि अब हामी यस्तै अलिकति अलिक साँघुरो भएको कारणले मैले यहाँहरूलाई अब अबिर लगाउनुहुन्छ भने म लगाइदिन्छु, नलगाउने मान्छेले अब लगाउनुहुन्न होला होइन। र मलाई लाग्छ हामी अधिकांशले अबिर लगाउँछौँ नै होला होइन। ल यहाँहरू पनि परबाट आएर यहाँ हाम्रो चाहिँ पदाधिकारी सदस्यज्यूहरूलाई अबिर लगाएर बधाई दिन चाहनुहुन्छ भने अघिल्तिर आइदिनको लागि म अनुरोध गर्न चाहन्छु। अरू यो समितिका मान्छेहरू म चाहिँ यताबाट खिच्छु। यो अबिर लगाउँदै तपाईँहरू चाहिँ तल गएर स्याक्क बसिदिनु होला। त्यस पछाडि हामी केही चाहिँ विचारहरू नै राख्नेछौँ, शुभकामना मन्तव्यहरू राख्नेछौँ। धन्यवाद छ। ल हाम्रो दिनेशजीलाई हार्दिक बधाई छ। बधाई छ। खै को भयो बधाई छ। ल बधाई छ। तल गएर बसिदिँदै गर्नु होला दिनेशजी, त्यहाँ म्यानेज गर्नु। अब तपाईँ आफ्नै श्रमदाताहरूलाई लु त्यति बधाई छ है। यहाँ मिटिङ छ भन्नु न। बधाई छ ए सबैले तपाईँले खानुभएको सबै खानुभएको माटोलाई नफाक्नु होला। यो माटो तपाईँको एउटा सेनानी हो, यो देशप्रतिको अठोट हो। यो माटोलाई सकेसम्म तपाईँले राख्नुहोस्, आफ्नो घरमा लानुहोस् अनि यो माटोलाई तपाईँले सधैँभरि सम्झिनुहोस्। यो माटो तपाईँले राख्नुहोस् सबै तपाईँले। माटो नपाएपछि तपाईँले हातमा राख्नुभएको माटोलाई घरमा लिएर जानुहोस् अनि आफ्नो देश ल यसो गरेर चाहिँ यहाँ सम्मान कार्यक्रम पनि भइसक्यो र अहिले चाहिँ अबिर कार्यक्रम भइराखेको छ। यसलाई हामीले अब देश कसरी बनाउने भन्नेतिर सबै लागि भन्ने कुरा हो। त्यही भएर सबैजना लाइनबाट लागेर राइट साइडबाट चाहिँ तपाईँहरू चाहिँ क्रस गरिदिनु होला अनि तल गएर चाहिँ बस्नु होला। एकैछिन पहिला पालै पालो लाइनमा आइदिनुहोस् न। हुन्छ लाइन अहिले छोरा मान्छेहरू सब पछाडि गर्नुहोस्। ल पहिला अनुरोध गर्न चाहे हाम्रो दाजुभाइहरूलाई एकैछिन पछाडि ल सबैजनाले है। ल सबैजनाले बिस्तारै बिस्तारै लाउँदै जाउँ। ल अबिर ल सबैजनालाई शुभकामना छ, धेरै धेरै शुभकामना छ, बधाई छ सबैजनालाई। ल ल सबैजनालाई ल सबैजनाले अबिर खुसी